सो हेलो एन्ड नमस्ते वेलकम टु आवर युट्युब च्यानल सबैजना सन्चै आराम हुनुहुन्छ होला है हामी पनि सन्चै आरामै छौँ आज चाहिँ अब टक्क लाएर खाजा खाने व्यवस्था गरिदिन्छौँ खाजाको लागि चाहिँ हामी के अरे यो रोटी सोटी बनाउने चाउचाउ चाहिँ पकाएर खाने भन्ने कुरो भएको छ हाम्रो गाइजहरू चाहिँ यता हुनुहुन्छ है सबैले हाई गरिदिउँ ल अनि टक्क लाएर अब खाजा भोगले वाइल्ड भइसकेको छ है हामी अब खाजा बनाउनु पऱ्यो खानु पऱ्यो के गर्नु अब गाह्रो छ अब टक्क रोटी बनाउने बेला भेटौँ है त गाइज सो गाइज है अहिले चाहिँ हामी टक्क लाएर यहाँ के भन्छ यो रोटी पकाएर खान लागिरहेछौँ यति हो सबै के को पिठो अरे मैदा हो यो चाहिँ मैदा पिठो रहेको छ है हामी चाहिँ टक्क लाएर रोटी सोटी बनाएर खान लाग्यो आज है यतातिर टक्क लाएर यो सबै झार न पहिला यता चाहिँ रोटी बेल्नलाई ए के भन्छ अरे मुस्न लाखा पिठो अनि उता हाम्रो भन्छ चियाई टक्क कफी बनाएर तरकारी सरकारी है अब चट्ट लाएर के ल्याउने रे मैले कचौरा 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 ल्याउनु लगाइरहेको छु ल त्यो कचौरामा थोरै राख ल ल गाइस यहाँ चाहिँ अब टक्क मकै भन्नाएर के अरे मैदा पिठो मुस्ने कार्यक्रम हुँदैछ पानी थाहा न अलि म चाहिँ यहाँ पानी हाल्नलाई सहयोग गरेछु के बनाउने हो के बनाउने हो त्यसमा ओके छ त ल चट्टा अहिले हामी के भन्छ यो भन्नै नै आएन के यो रोटी बेल्दैछौँ अहिले ठ्याक्क पकाउने बेला भेट्नु है त हामीले चाहिँ के भन्छ यो भन्नै नै आउँदैन फेरि रोटी भनेर सम्झिराख्नु न के अरे पिठो मुसेर डल्ला बनाउँछौँ है अब चट्टा लाएर मैले चाहिँ बेल्न लाएँ ग्लासले थालमा राखेर अब यहाँ भाइले टक्क लाएर रोटी के अरे पिठो मोसेर सक्यो मोसेर अब म रोटी बेल्छु है त गाइज ल गाइज है म चाहिँ के अरे पिठो के भन्छ यो रोटी बेल्दैछु यो पहिला मैदा राख्नु अनि यस्तो गर्नु त्यसलाई नि धेरै रोटी नबना बाक्लो नबना पाटी सानसानो यो के भन्छ आदुराई चाहिँ डल्ला भन्नु डल्ला सानसानो त्यस्तो राम्रो चाहिँ आउन्न तर त्यही पनि यसो अब मैले थाहा लाग्यो किन ल्याउनु भने थाहा पायो किन त्यो राख्नु दिँदा राख्नु खल्तीमा खल्तीमा अरे धेरै पातलो नबनाउनु टाँसिन्छ गोलो त यस्तै हो गाइज यस्तो भयो है कपाल त कपाल अलि ठुलो बनाऊ न त्यही त नि उयोले सानो बना भने बेल्दाखेरि साह्रो पर्दैन सानो भयो के अब यो अब कत्रो बेल्ने अहिले यो हाल्यो भने बेजल मात्रै हुने हाल्ने हो यस्तो भयो है गाइज हामीले तर अब जस्तो भयो नि आफै खाने हो केही पनि हुन्न भनेर हामी फेरि डेन्जर बनाऊँ गाइज हाम्रो चाहिँ रोटी बेलन भइरहेको छ है यस्तो छ डिजाइनहरू चाहिँ अब के गर्नु यस्तै हो अब एक्सपर्ट नभएपछि होइन
तर जे होस् बनाउने मान्छेको कला चाहिँ मान्नै पर्छ। अब आउनु के गर्नु, अब यस्तै त नि, अब घरमा भएको भए पो हान्दै यस्तो यस्तो भन्छ यी, अब के गर्नु, अब यस्तोलाई नै अब कम्प्रोमाइज गर्नुपर्ने हुन्छ। हामी त अब आफै खानु भएर हो। घरमा भएको भए अलि राम्रो बन्थ्यो, के गर्नु हो। अब एकैचोटि ताप्केमा है साथीहरू। गाइज है, हामी चाहिँ के भन्छ यो रोटी बेलेर भ्याइयो है। पहिला चाहिँ अलि कस्तो कस्तो भएको थियो, अहिले चाहिँ पछि भएपछि अलि कस्तो मिलाइ हो कि जस्तो भयो क्या, त्यो खतरा भयो। ल अब यता यता लिएर आऊ त यस्तो भयो है। सो गाइज हाम्रो चाहिँ रोटी यस्तो भयो है। एउटा है फर्स्ट कस्तो हुँदो रहेछ ट्राई हानिदिइहालेँ मैले। म भगवान हाम्रो कुक माग्यो कुकम्यान चाहिँ हात भान्जा रहेको छ ऊ। रोटी बेलबाल भ्याइयो अनि फेरि पकाउँदै लागिरहेको छु। अब रोटी चाहिँ बवाल भएको छ, चाहिहालेँ मैले, बवाल भयो। अब अहिले टक्क रोटी पाकेपछि चट्ट भेटौँला है त। स्पेसल रोटी आजको खाजा हाम्रो। सो गाइज है, मैले चाहिँ रोटी सोटी पकाएर भ्याइयो। अब यो चाहिँ लास्ट हो, लास्ट बाइक चाहिँ लास्ट बनाउँदैछु। यहाँ रोटी बन्यो है, यहाँ हाम्रो दाल छ, दाल बनाएको छौँ। अब यति यो रोटी बनायो, टक्क लाएर त्यहाँ पसल गएर यसो सामानहरू किनेर लिएर आउनु पर्ने छ। चाउचाउ पनि खाने भन्ने कुरो भइरहेको छ है। लगाइ रोटी चाहिँ पाकेर भ्याइयो। अब म चाहिँ त्यहाँ पसल गएर चाउचाउ लिएर आउँछु अनि चाउचाउ पकाएर चट्ट लाएर खानुपर्ने हुन्छ। टक्क म पसल गरेर आउँछु। बाहिर चाहिँ भ्लग बनाउनु मन लाग्दैन कि मान्छे हुन्छ अलिक लाज लाउँछ, बाहिर यसरी बनाएको पनि छैन। सो म पसल गरेर आउँछु अनि भेटौँला है त। सो गाइज है, म चाहिँ पसल गएर नि आइसकेँ। चाउचाउ लिएर यहाँ चाउचाउ यहाँ छ। टक्क भाइले चाहिँ यहाँ के कोइलभेडा प्याजहरू काट्दैछ, यहाँ बनाउनु लागिरहेछ। अब मेरो पाली सक्यो, अब भाइको पाली चाउचाउ बनाउने। अब चाउचाउ बनाएर टक्क खाने बेलामा भेट्छौँ है त हामी। हाम्रो चाहिँ टक्क लाएर खानेकुराहरू सट्टै रेडी भइसकेको छ। यहीँ चाउचाउ पाक्यो, यहाँ रोटी अनि यो दाल थियो। यो दाल किन वेस्ट गर्नु भनेर हामी चाहिँ दाल पनि खान लागेको छौँ है। के अरे टक्क लाएर भाइले चाहिँ हाल्दैछ भान्जा, यता मामा, यता भाइ, चट्ट लाएर हाम्रो चाहिँ है ग्याङहरू यस्तो छ है। भोक अलि वाइल्ड भइसक्यो, अब हान्नुपर्ने हुन्छ चट्ट लाएर। अब खानु पर्यो अहिले कहाँ लिएर आउनु। जस्तो गाइज है, चट्ट लाएर हामी चाहिँ अब हाम्रो खाजा चट्ट हान्दैछौँ हामी चाहिँ। चेयर्स है गाइज, चेयर्स है। हान्छ हाने मैले छिराउ फुल चान्डे त थाहा हुन्छ कति पिरो छ भनेर। तिनटै धुलो खोर्सानी हाल्दै चाउचाउमा पर्दैन। हामीले चाहिँ हाल्नु भयो यता ल्याउनु न रोटी हुँदैन यहाँ हाल्नु नि बस्नु बवाल भएको छ। That is life of boys. हामीले चाहिँ दाल वेस्ट गर्नु भन्दा पनि खाइदिउँ भन्ने कुरा गरेर पकाएर खायो।
मिठो भयो है रोटी भयो मलाई किन छिरा खाने Anybody next to you? Chura next to you. पानी चाहिँ उहाँलाई राखेर पानी पानी रोटी सोटी खाएर भाइ अब चिउरा खानु पर्यो चिउरा पनि भ्याउँछ हालेको Đó. मेरो मोबाइल तान्नु खाजा पनि खाएर भ्याइयो अनि आजको लागि भिडियो यतितिर अन्त्य गर्नुपर्ने हुन्छ अनि के कस्तो लाग्यो भिडियो हेरेर प्रतिक्रिया दिनु होला अनि लाइक शेयर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु है टक्क लाएर भ्लग आइरहनेछ है
टक्क स्टे ट्युन बाई बाई